जाउँ यसो घुम्न जाउँ भन्ने कुरा राख्नुभयो। लटरम्बेश्वर महादेवको मन्दिर घुम्न सर्लाहीबाट हरिणबाट फिजिकली के जुन मेरो आँखाले भ्याछ नि त्यो क्यामेराले भ्याछ नि के लटरम्बेश्वर महादेव भनेर ठुलो गेट छ। यो गेटबाट भित्र जाने हो होइन। अनि यो बाटो चाहिँ अब काठमाडौँ जान्छ। अब ठ्याक्कै यसो बायाँतर्फ हेर्नुभयो भने ठिङ्गनबाट बायाँ यसो यसो अफ रोड बाटो यता चाहिँ डट बाइक लिएर आउनु पर्ने छ कि है। बाइक त खोइ गाह्रै छ जान है। के पुरै पानी पर हिलो छ अनि खाल्टो छ उकालो छ। ब्लगभित्रै हजुरहरूलाई भन्छु यो लास्ट स्टप पोइन्ट। अब यहाँबाट ओ त्यहाँ माथि चढ्नुपर्छ। यहाँ लौरो गठीहरू भाइले यहाँनिर यहीँ छ। कति भाइ 20 रुपियाँ ल मल्छियोली होइन। सिधै ठाडो यात्रा यहाँबाटै ल ल भाइ। ओ जानु पर्ने चाहिँ ऊ त्यो माथि यात्रा ठिकै छ नि होइन। जस यो हेर्नु ल हेर्नुहोस् द नेचुरल ब्युटी अफ नेपाल। म पनि हिँड्दा थाकेर एकछिन बसौँ भनेर यहाँ नमरा सर माथि म यहाँ जस यात्रा जारी नै छ। यी बागमती खोला यो भ्यू हेर्नुहोस् हजुर। जिन्दगीले भाँडो ख्यान्द्रेङ भने त्यो उहाँले अब नसकेर मैले आफ्नो लौरो पनि उहाँलाई दिएको छु। अब 5 किलोको ब्याग यहाँ छ। अब यो चाहिँ मैले बोक्नुपर्ने हुन्छ किन भन्दाखेरि उहाँको अलिकति शरीर पनि खाइलाग्दो जान्छ होइन। राजकुमार सर हेर्नुहोस् त यहाँ घिस्रिँदै चिन्ता जोखिम छ ठाडो उकालो होइन। एउटा कुरा चाहिँ म के भन्छु भन्दाखेरि यो लौरो चाहिँ लिएर आउनु होला है। अब घरबाट ल्याउने भयो होइन। त्यहाँ तल भर्याङ चढ्ने बेलामा किन पनि पाइन्छ 20 रुपियाँमा दिँदो रहेछ यो लौरो। यो चाहिँ हामी कुन महिना हो? भदौ महिना कति गते? यो भदौ महिना 14 गतेको हाम्रो यो यात्राको ट्रेकिङको क्रममा यो भिडियो बनाउँदै हो हामी होइन। अहिले हामी चाहिँ ठ्याक्क तपाईँको लगभग यहाँबाट 2500 मिटर माथि होला समुद्री सतह। मान्छेहरूको नाम हो मन्दिर होइन मन्दिर जाने बाटोको लागि हो कि 2-3 घन्टा नलाग्ला। हामीलाई चाहिँ 3 घन्टा लाग्यो होइन। अब अझै आधी घन्टा भनेपछि 3.5 घन्टामा मन्दिर पुग्ने रहेछ है। ल यहीँबाट अब जानुपर्छ है। यो फेन्सबाट जानुपर्छ। ए ल यहाँ हेर्नु है यहाँ पूजाको सामग्रीहरू रुद्राक्षमालाहरू छ चटपटेहरू खाजाहरू है। यो चाहिँ हाम्रो एउटा स्टपेज भनौँ लास्ट स्टपेज। अब यहाँ यो भाइरल डाँडा हजुर होइन हजुर हिँड्नुपर्छ। अब 15 मिनट 15 मिनट होइन हजुर। हिँडिसकेपछि ठ्याक्कै त्यहाँ मन्दिर पुगिन्छ। तर मौसम चाहिँ बवाल छ क्या। भ्यू हेर्नु त भ्यू हेर्नु न भ्यू। रिग्रेट चाहिँ हुन्न के दुःख चाहिँ छ आउँदाखेरि होइन। तर रिग्रेट चाहिँ भ्यू हेर्नु बादल माथि छौँ हामी यार। यति यो बाटोमा हिँड्नु पर्यो। यहाँ चाहिँ खाल्टो छ यस्तो। यहाँ हेर्नु है सिधै तल हो। यहाँ बादल छ पुरै बादल हेर्नु। यो पुरै बादल हो होइन। पूजा सिद्धियो जो सफल भयो हाम्रो होइन। महादेवको पूजा यो रामनामे र यो ढाका टुकुची हामीले घरमा लिएर आएको। यहाँनिर पाउनु त पाउँछ होला है। जस पानी पनि पर्न थालेको छ है। आजको यात्रा अविस्मरणीय भयो। ए हाम्रो भाइलाई पनि जस सँगसँगै हामी हान्थ्यौँ युट्युब च्यानल हो यार। ल लटरम्बेश्वर महादेवको महासन दाइको है ल पेजमा लाइक एन्ड फलो गरिदिनु है। सब्स्क्राइब गरिदिनु ल धन्यवाद।
दिदी भाइ दिदी बाई बाई ल दिदीहरूलाई पनि बाई बाई दिदीहरू बाइकको चाहिँ धुलोमा पुरै गति बिग्रेछ क्या ढिलोले यहाँ आयो नि त जुत्ता सुत्ता हामीले खोलेर राखेका छौँ यहाँ झोलाहरू होइन पुरै हिलो भएर है जुका सुका लाएर यति जुका रहेछ त्यहाँ यहाँ हेर्नु है नौरा सर बाइक धुन्छ म पनि बाइक धुन लागेँ बाइक धुन लागेँ गाइस अब हामी फर्किने क्रममा हो होइन हाम्रो यात्रा